हेलो साथीहरू, आज चाहिँ हामी वाचिप्पा खाने। अनि हाम्रो भाले चाहिँ यहाँ पोल्दैछ मजाले, पापाले पोल्दै हुनुहुन्छ। यसरी मजाले पोलेर चाहिँ यो कुखुराको ठुल्ठुलो प्वाँख चाहिँ बाहिरको प्वाँख चाहिँ सबै डढाएर फाल्नुपर्छ। अनि रहेको भित्रको सानो सानो प्वाँख हुन्छ नि, त्यो प्वाँख चाहिँ यहाँ नाङ्लोमा हामी निकाल्छौँ। यस्तो मजाले पोलेर यो सबै यसको बाहिरको जति पनि रौँ हुन्छ नि, यो चाहिँ सबै फ्याल्ने गरेको छ। अनि यो यस्तै प्वाँख फ्यालेपछि चाहिँ हाम्रो भाले रेडी हुन्छ। हाम्रो भाले मजाले पोल्दै हुनुहुन्छ पापाले। अनि वाचिप्पा चाहिँ हाम्रो भाषादेखि भनेको वाह भनेको चाहिँ कुखुरा हो नि त। अनि चिप्पा भनेको चाहिँ त्यसको रौँ, त्यसको प्वाँखलाई चाहिँ चिप्पा भन्छौँ। अनि वाचिप्पा यसरी भित्र रहेको अलिअलि रौँ, त्यसको प्वाँख हुन्छ नि, प्वाँख चाहिँ गर्छौँ बुट्ला चाहिँ। अनि यसो गरेर पोलेर यसरी रेडी गर्छौँ। अनि यो चाहिँ प्वाँखकै भित्रको मात्रै, बाहिरको चाहिँ अब फोहोरहरू हुन्छ नि त, त्यही भएर भित्रको थोरैहरू पुगिहाल्छ। यो तितो तितो हुन्छ, यो तिते बनाएको नेपाली भाषा तिते, हाम्रो भाषादेखि चाहिँ वाचिप्पा। हाम्रो कुखुरा रेडी भइसक्यो। अब पापाले काटिदिनुहुन्छ यो भालेको मासु टक टक पारेर। लु हेर्नु त, रेडी भइसक्यो हाम्रो वाचिप्पाको लागि। चामल पनि रेडी गरिसक्यो, मासु र चामलै रेडी। अब यसलाई चाहिँ मजाले यसरी भुट्ने, मजाले भुटेर चामल पनि यसमै हाल्ने। अनि चामललाई पनि मजाले खर्याउने, दुइटै मजाले भुट्ने, मासु र चामलै। यसरी कराइसकेपछि चाहिँ पानी हालेर, अनि यसमा चाहिँ जिरा, अदुवा, लसुन र टिमुर चाहिन्छ। विशेष यसको मसला भनेको त्यही हो। यसरी मजाले पानी हालेर उमाल्ने, मजाले उमालेर चलाउने। अनि स्वादअनुसारको नुन खोर्सानी हालेर खान सक्नुहुन्छ। हाम्रो वाचिप्पा चाहिँ लगभग रेडी भइसक्यो। हामी चाहिँ आज केराको पातमा खाने। ल हेर्नुहोस् है, आउनुहोस् है साथीहरू।